ओके गाइस, हिजो चाहिँ के भयो भन्दाखेरि चाहिँ होइन, माथि बाइक रोकेर चाहिँ साइड स्ट्यान्ड लगाएर चाहिँ बसेको थिएँ है। तर मेरो बाइक चाहिँ न्युट्रलमा पसिरहेको थियो कि मलाई थाहै भएन हो, जोसमा क्या, जोसमा प्रोलाई भेट्दाखेरि जोसमा त्यही हो। अन्त भरे अचानक लड्दाखेरि मात्रै थाहा भयो नि त, कि बाइक चाहिँ न्युट्रलमा थिएछ हो। लिभर चाहिँ उयो के भन्छ, क्लच लिभर चाहिँ अलिक भाङ्गिरहेको छ नि त, त्यही हुनाले चाहिँ अलिकति तान्नु जस्तो साह्रो परिरहेको थियो। अप्ठ्यारो त्यस्तो खालको भइरहेको छ। जिउ नै अलिक फ्रेस भएको छ कि, अब एकछिनमा चाहिँ अलिक चिया खाएर चाहिँ फ्रेस हुँदै भनेको हो। यता अहिले के हुन्छ, प्रायः जस्तो बनाइदिँदैछु जस्तै भोलि चाहिँ कडा जल्दी आएछ है, कडा। ओके यस, ल त गाइस, अहिले भने चाहिँ म यहाँ मल्ली पारी है, मल्लीमा आइसकेँ भनौँ होइन। यो सिक्किम मल्ली अनि यता हो बेङ्गल मल्ली होइन। अनि यो टिस्टा नदी मजाले बसिरहेको छ है। आज अलिकति लेभल बेसी देख्दैछु, किन भन्दाखेरि चाहिँ सायद माथि पानी परेर होला होइन। अनि लास्ट टाइम चाहिँ तपाईँहरूलाई थाहा भएको कुरा हो, यति डरलाग्दो फ्लड गएको थियो है यहाँ चाहिँ है। यहाँ रोड चाहिँ पुरै भरिदिएको यहाँतिर होइन। अनि यो जुन चाहिँ ग्राउन्ड हो त्यो है, ग्राउन्ड देख्नु हुँदैछ, त्यो चाहिँ पुरै पुगेर गएको थियो। तर अहिले क्लियर हुँदैछ फ्यामिली है। अनि यहाँ चाहिँ यता बारी चाहिँ कडा हुँदैछ क्या होलीको चाहिँ। यहाँबाट चाहिँ डरलाग्दो सुनिँदैछ, डुङ 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 गर्दै कस्तो भनेको कति। अनि म चाहिँ फेरि जाँदैछु है उता रुम आज, किन भन्दाखेरि चाहिँ मेरो एक दुईवटा सामान आउँछ नि त। मैले ग्यासको अस्ति लिन आएको थिएँ, पाएँ माथि आएछ, अनि जाँदैछु होइन। रिसिभ गर्नु पर्नेछ। अनि अलिअलि अब नुहाउनु काम पनि छ अरू है। अनि म त खासै आज चाहिँ अलिक एक दुई जग्गा चाहिँ भिजिट गर्दै आउनु भनेको थिएँ, तर अब अलिक टाइम भएन है, त्यस्तो भइगयो। अब ठिकै छ होइन। जिन्दगीको गोरेटोमा फेरि है लक आई थिङ्क यो कमिङ सन्डे या मन्डे फेरि आउनुपर्ने हुन्छ है। मेरो यहाँ घर काम छ है, त्यतिखेर फेरि टाइम पाएँ भने म अभियसली तपाईँलाई हाम्रो गाउँको है अझै घुम्ने जग्गाहरू देखाउने कोसिस गर्नेछु है। हिजो त अब योको उयसमा बिचाल्नु होला होइन, कति दामी उयो बनाएको थियो नि त माथि हाम्रो रबले है। एकदमै राम्रो मेरो परिवार भएको छ है। तपाईँहरूको सपोर्ट, तपाईँको मायाले गर्दाखेरि चाहिँ है अझै राम्रोसँगले ग्रोथ होस् है। त्यसको साथसाथै हामी पनि ग्रोथ हुनेछौँ ग्यास। ल तब ओके। अनि यहाँ मेरो अगाडि चाहिँ गाइस जिमी नेक्सा छ है। अनि यो एल रेडमा देखिरहेको त्यो चाहिँ कति लाने हो होइन। त्यसमा चाहिँ हामीले अलिक पुऱ्याउने या अब ड्राइभरले दिन्छ, अलिक हस्ताले पुऱ्याउनु पर्ने हुन्छ। सिँगडी भएको सिधै ल ठोक्छै मराएको पनि रिसायो त एकछिन।
होटलमा है। अनि के अरे नानाले पनि दामी होटल खोलेको रहेछ गाइस होइन। अनि त्यहाँ चाहिँ अब धेरै कुरो पाउँछ, नन भेज भेज होइन, हरेक कुराहरू स्टार्टिङमा छ है। सपोर्ट गर्नुपर्छ सबैजनाले। अनि जति पनि हाम्रो विशेष गरी चाहिँ हाम्रो कम्पनीमा गर्छ जाइडसहरू है, एकपल्ट चाहिँ भिजिट गर्नुहोस् प्लिज है। अनि हाम्रो साथीहरू कतिर एजहरू है, उहाँहरूले पनि यो 12 माइलमा बाट जानु हुँदैछ भने चाहिँ एकपल्ट भिजिट गर्नु सक्नुहुन्छ, एकदमै राम्रो छ है। अनि म आउने दिनमा अभियसली त्यसको भिडियो बनाउनेछु है, रिभ्यू भिडियो। किनभने अहिले अलिक कम्प्लिट भएको छैन, नानाले पनि अहिले रिभ्यू नगरौँ भन्ने कुरा गर्नुहुँदैछ है, पनि चलिरहेको छ। जे होस् है, एकदमै राम्रो लाग्यो किनभने लोकेसन पनि दामी छ होइन। मेहनत हो मान्छेको अरूभन्दा पनि विशेष चाहिँ है। अनि तपाईँहरू पनि आएर यो मेहनतमा तपाईँहरूले सहयोग दिनुहोस् गाइस ल, सहयोग। अनि म अहिले चाहिँ भने लगभग 4 किलोमिटरको डिस्टेन्समा छु है रम्फूदेखिको। त्यहाँदेखिको म सुब्रेकपट्टि बस्नेछु। अब आजको हाम्रो होली डे पनि सकिसक्यो अब है। होली छ, के गर्छ यस्तै छ जिन्दगी ग्यास, सबै बुझ्नु छ हो के त गाइस। अहिले भने चाहिँ यहाँबाट चाहिँ हो अटल सेतु है। अनि यताबाट सट्टै रम्फू चेकपोस्ट जाँदै हुन्छ। अनि यहाँ चाहिँ बोटमा चाहिँ के छ मेन्सन भन्दाखेरि चाहिँ होइन, हाम्रो सिङताम चाहिँ यहाँबाट 12 किलोमिटर भनेदेखिको गान्तोक 38, नाम्ची 43, अनि लाचेन 115 किलोमिटर चाहिँ लाचेन चाहिँ यहाँबाट चाहिँ। सो सोचिहाल्नुहोस् है, यो चाहिँ अब मेन चाहिँ उसबाट भनेको हो है। तर अब अहिले चाहिँ बाटो खराब भएकोले गर्दाखेरि चाहिँ निकै लामो बाटो छ। हेर त भिआइपीहरू के हो यार, भिआइपीले चाहिँ हरेक बनाउँछ यार। ल तब यहाँ रम्फू चाहिँ पारी बेङ्गलबाट चाहिँ होलीको चाहिँ बडा छ माहौल। आमामा होली रे होली, होली रे होली जस्तो। तर होली चाहिँ मनाइरहेछ बडा। भने हामी चाहिँ यहाँ बेङ्गाललाई अलविदा गरेर सिक्किमपट्टि बस्न आँटेको छौँ। एभ्री सन्डे चाहिँ यहाँ चाहिँ फेरि कडा हुन्छ मासुको मेला। तर बिहानै आउनुपर्छ मासुको मेलाको लागि चाहिँ। वेलकम यु अरे त, वेलकम टु सिक्किम हुन्छ कडा हुन्छ
राइड चाहिँ यहीँसम्म थियो कुम्रेक होइन। अब कुम्रेकको बाटो आइसकिसक्यो। यही कुम्रेक बाटो चाहिँ राम्रो बाटो देखाएको, अरू त त्यस्तै हो ठुलो गाडी है। अथवा अब नेक्स्ट भिडियोमा पक्का भेट्नेछौँ हामी है। अनि राइड एकदमै राम्रो भयो है। सबैजनालाई वन्स अगेन ह्याप्पी होली है। सबैजनाको जीवनमा पनि दामी कलर लागियोस्, टिका रङ बसोस् है। सो त्यो भन्दै आजको भिडियोलाई यहीँ नै समाप्त गर्न चाहन्छु। धन्यवाद धन्यवाद धन्यवाद।